यातायात व्यवस्था विभागले ड्राइभिङ लाइसेन्सलाई अनलाइनबाट नै डाउनलोड गर्ने सुविधा ल्याएको छ, जस अन्तर्गत तपाईले आफ्नो ड्राइभिङ लाइसेन्सलाई अनलाइनबाट घरमै बसेर आफ्नो मोबाइलबाट नै डाउनलोड गर्न सक्नुहुन्छ। आज मैले तपाईलाई यो भिडियो अन्तर्गत रहेर तपाईले आफ्नो ड्राइभिङ लाइसेन्सलाई अनलाइन कसरी डाउनलोड गर्न सक्नु, माथि टपमा गएर तपाईले EDLVRS भनेर सर्च गर्नु होला। हेर्न सक्नुहुन्छ मैले पहिले नै सर्च गरिसकेको हुनाले edlvrs.lumbini.gov.np भनेर आइरहेको छ। जस्ट मैले यसमा क्लिक गर्दा बित्तिकै म आफ्नो प्रदेश अन्तर्गत यो वेबसाइटमा पुग्नेछु, जस अन्तर्गत मैले डाउनलोड गर्न सक्छु। तपाईको जुन प्रदेश रहेको छ EDLVRS लेख्नु होला, त्यसपछि डट पछि मैले लुम्बिनी लेखे जस्तै तपाईको बागमती छ भने bagmati.gov.np गराएर सर्च गर्नु होला। यति गर्दा बित्तिकै जस्ट तपाई यस्तो वेबसाइटको स्क्रिनमा पुग्नुहुनेछ। फ्रन्टमा तपाईले हेर्न सक्नुहुन्छ पब्लिक सर्भिस पोर्टल भनेर यहाँ देखाइरहेको छ। हो यहाँनिर तपाईले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सेक्सनमा कन्टिन्यूमा क्लिक गर्नुपर्ने हुन्छ। अब यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने विभिन्न यहाँनिर अनलाइन सर्भिसहरू प्रोभाइड गरिएका छन्, जसमध्ये हामीले ड्राइभिङ लाइसेन्सलाई अनलाइनबाट डाउनलोड गर्न खोजेका छौं। त्यसको लागि तपाईले हेर्न सक्नुहुन्छ ड्राइभिङ लाइसेन्स डिटेल्स भन्ने सेक्सन रहेको छ यहाँनिर, जस तपाईले यसमा क्लिक गर्नु होला। यहाँनिर ध्यान दिनुपर्ने कुरा के छ भने तपाईले आफ्नो नाम दिनुपर्ने हुन्छ, तपाईले ड्राइभिङ लाइसेन्स नम्बर दिनुपर्ने हुन्छ र साथसाथै तपाईले डेट अफ बर्थ मेन्सन गर्नुपर्ने हुन्छ। यो तीनवटै कुरा तपाईले राख्नु होला। जस्ट मैले सबै डिटेल राखेको छु। तल ध्यान दिनुपर्ने कुरा के छ भने एन ओटीपी विल बी सेन्ड टु द मोबाइल नम्बर भनेको छ। तपाईको मोबाइल नम्बरमा एउटा ओटीपी जानेछ जुन तपाईले ड्राइभिङ लाइसेन्स बनाउने बेलामा दिनुभएको थियो। त्यसैले गर्दा सबमिट गरेपछि तपाईले ओटीपी नम्बर यहाँ मेन्सन गर्नु होला। सबमिटमा क्लिक गर्दा बित्तिकै अब हेर्नुहुन्छ भनेको छ इन्टर 6 डिजिट ओटीपी भनेको छ, माथि ओटीपी आइसकेको छ। जस्ट मैले ओटीपी राख्दा बित्तिकै यहाँनिर हेर्नुहुन्छ मेरो ड्राइभिङ लाइसेन्स देखाइरहेको छ। मैले यो ड्राइभिङ लाइसेन्सलाई डाउनलोड गर्न सक्छु। डाउनलोड भन्ने सेक्सनमा टच गर्नु होला। जस्ट नेक्स्ट स्क्रिनमा ड्राइभिङ लाइसेन्स कार्ड भनेर देखाइरहेको छ। तपाईले आफ्नो मोबाइलमा सेभ गरेर राख्नको लागि तलपट्टि एरोमा क्लिक गर्नु होला। यहाँनिर अलिकति डाउनमा जानु होला। सेभ टु फाइल्स भन्ने सेक्सन छ, यसमा तपाईले सेभ गर्न सक्नुहुन्छ वा तपाईले कसैलाई पठाउन चाहनुहुन्छ भने त्यस्तो अवस्थामा WhatsApp को थ्रु पनि सेन्ड गर्न सक्नुहुन्छ। जस्ट मैले सेभ गरिसकेको छु। हो यसरी नै तपाईले पनि ड्राइभिङ लाइसेन्स डाउनलोड गर्न सक्नुहुन्छ। इभन तपाईले यहाँनिर जुन ड्राइभिङ लाइसेन्स देखाइरहेको हुन्छ यसको जस्ट तपाईले स्क्यान कपी पनि निकाल्न सक्नुहुन्छ। जस्ट तपाईले आफ्नो मोबाइल स्क्रिनमा यसको स्क्रिनशट लिनु होला। यहाँ हेर्नुहुन्छ स्क्रिनशट आइसकेको छ। अब यसलाई क्रप गर्नु होला। जस्ट हेर्नुहुन्छ मैले क्रप गरिसकेको छु। मैले जस्ट टिक लगाइदिन्छु। सेभ टु फोटोमा क्लिक गरिदिन्छु। अब यो सेभ भइसकेको छ। म फोटोमा गएर देखाउँछु। यहाँनिर फोटोमा मैले टच गरेँ भने यहाँ तल हेर्नुहुन्छ मैले भर्खरै सेभ गरेको ड्राइभिङ लाइसेन्स देखाइरहेको छ। यसमा मैले क्लिक गर्छु। यहाँनिर हेर्नुहुन्छ मैले भर्खरै स्क्रिनशट लिएको ड्राइभिङ लाइसेन्स डिटेल यहाँ देखाइरहेको छ।